गाइस भन्दै यहाँनिरबाट हाल्दै यहाँ तेर्साइदै हेर्न सक्नुहुन्छ होइन हालत हालत देख्न सक्नुहुन्छ पुरै बाइकै तेर्साइदै यहाँ है हेलो गाइस वेलकम टु माई युट्युब च्यानल एन्ड आज चाहिँ टक्क होली परेको छ होइन हामी चाहिँ मामा भन्दा होलीको लागि चर्को निस्किसकेका छौँ हाम्रो गाउँबाट निस्केका छौँ हेर्नु सक्नुहुन्छ पछाडिको भ्यू यस्तो बवाल आइरहेछ नि हामी टक्क बसेर यहाँ चाहिँ छोड्नु हुँदैन है भनेर हामी चाहिँ टक्क भिडियो सानो क्लिप लिइरहेछौँ यहाँ होइन एकदम होलीको माहौल कहाँ कहाँ के भइरहेछ अब त्यसमा चुनाव पनि चलिरहेछ होइन थोरै मात्र छ त त्यो यहाँ ऐना हेरेर पुसे होइन ठिक्क छ एकदम बवाल छ होइन होलीको हामीले सामान पनि बोकेको छ अलिकति बोकेको छ होइन अलिकति अरू सबै पाएको छैन अब एकछिनपछि त्यो पनि व्यवस्था हुन्छ तल गएपछि हामी चाहिँ जानेछौँ जान लाग्छौँ कि यहाँबाट यो डाँडाबाट झरेर हेर्नु औ भ्यू बा स्वर्ग छ नि यस्तो राउन्ड हामी चाहिँ यस्तो अहिले सहरतिर त्यताउति अहिले गाह्रो छ नि त कन्स्ट्रक्सन हुँदैन अनि हामी यसो वातावरण गाउँतिरको दिल्लीबाट कस्तो चलिरहेछ चुनावको माहौल त्यहीबाट सब A to Z आउनेछ होइन हेर्दै गरिदिनु होला माया गरिदिनु होला अनि भन्छ के छ त ट्रफिक चाहिँ अब हामी होली खेल्न जाँदैछौँ है हेर्नु होला सबै पायो भने बिहा गर्ने भनेको छु अघि भने होइन अब पायो भने अब एउटा लानु पनि पर्ने हुन्छ फेरि सिन्धुतिर फेरि अबिरको भन्दा लानै पर्यो पुरै यस्तो हेर्दा यसरी हामीले न्युजहरू देखिरहेको हुन्छौँ कि अब त्यो के अरे त्यो कन्टेन्ट पनि हो होइन हामी अब कन्टेन्ट क्रिएटर हो क्या सबै अब कन्टेन्ट क्रिएट गर्दै हिँड्दै गर्ने रमाइलो तपाईँहरूलाई मनोरञ्जन गर्नको लागि हिँडिरहेको मोबाइल एकदम बवाल छ ठिक छ हामी अब त्यहाँ यतापट्टि बे नै भइरहेछ बेमा भनिरहनु भएको थियो के रमझम पनि भन्दा पनि हामी चाहिँ अब अलिकति प्राकृतिक आनन्द लिऊँ न भनेर चाहिँ हामी टक्क हिँडिरहेछौँ हेर्दै जाऊँ बेमा भन्नुभयो होइन आयो अब अलिकति हो यस्तो आनन्दको ठाउँ बवाल स्वर्ग छ नि यो चाहिँ हाम्रो के अरे श्री मन्जु आधुनिक विद्यालय रहेछ होइन ढाडमा टक्क लाएर हावा खाँदै पहिला थियो भन्छ म यहाँ आएको थिएँ होइन यो केही थिएन कि यहाँ चाहिँ बजार बल साथ खेल्थ्यो त्यही पनि बल कहाँ पुग्थ्यो यो होइन अहिले चाहिँ ठिक्क दामी बनाएको रहेछ होइन पाहाड हेर न त्यहाँ नि त एकदम बवाल छ यतापट्टि भन्ज्याङ सानसल्लेहरू पनि एकदम बवाल देखिन्छ नि त बिहे घरमा जुन गरौँ न बिहे घर देखाइदेऊ न बिहे घरमा पनि रमाइलो छ माहौल होइन आज ट्याक्क 18 गते पहाड होलीको दिन विवाह परेको रहेछ त्यहाँ चाहिँ होइन सक्क स्वागतको लागि बेहुलाको स्वागतको लागि डाँडामा टक्क लाइन बसिरहनु भएको छ हेर त्यहाँ अब बहिनी टोइलेटमा कल्ला गर्नु परेन है होलीमा हेर है क्या बवाल भएको छ कलर वाउ भएको छ अहिले सबतिर हाल्ने ओ बहिनी ह्याप्पी होली है अलि ठुल्छोले भन थाहा छैन बोली भने ए ह्याप्पी होली भनौँ नि त कलर लगाइसकेको रहेछ अरू लाउने हो नलाउने त अनि कहाँ भयो त अनि लुहुर लुहुर अवतार कुदे जस्तो लुहुर लुहुर अवतार कुदे जस्तो मजुवा खानी भन्छ यो माथिको एरिया छ नि यो एरियाहरू चाहिँ मजुवा खानी कुन एरिया यो माथिको एरिया यो मान्छे बस्थे पहिला यहाँ मान्छे होइन किफरहरू यहीँबाट ढुङ्गाहरू जान्थ्यो नि त यहाँ सप्लाई हुन्थ्यो यहीँबाट हुन्थ्यो ओ यार नाइस म्यान त्यो एकदम बवाल छ यो पहिला भनेको धेरै चलेको यो मान्छेहरू पनि धेरै हुन्थ्यो होइन त्यो बेला त हामी फेरि पुरै हिँडेर हो नि त गाउँतिर त्यो बेलामा होइन सिमी अनि केरो कोसाहरू बढी बिक्री हुन्थ्यो क्या त्यो बेला त्यो टाइममा क्या हामी अनि त्यो केरो पनि बोकेर होइन माथि भित्तोबाट आएर माथि खानीमा आएर टिफरमै हो कि पहिला गाडी भने फाटाफुटो अलिअलि थियो त टिफर भएपछि भाडा काट्दै नपर्ने पनि अनि त्यस्तो सिस्टम चलाएको थियो कि हामीले अनि पछि हुँदै गएपछि बन्द हुँदै गयो त्यसपछि अब बाटो चाहिँ कस्तो राम्रो छ होली त यहीँ खेलाउनु पर्ने बाटोमै होली पुरै छारो
भन्छ यो छाडा लर प्याक गरेर बेच्यो भने बेच्यो भने त पैसै पैसा आधी किलोको 50 त मजाले बिक्छ कि यस्तै मान्छे भएर है गाइस हाम्रो देश अलिकति ग्रो अप नभएको नि ग्रो नभएको माथि डेभलपमेन्ट नभएको एकदम यहाँतिर फेरि माटोबाट धेरै राम्रो हुन्छ उत्पादन हुन्छ जस्तै मुखमा लगायो भने मुखमाहरू त हुन्छ नि रङहरू उत्पादन हुन्छ कि त्यस्तो एकदम राम्रो खाले हो माटोहरू होइन ट्र्याकको ताल हेर्नु ट्र्याकको ताल माहाबाट सफा छ कि यत्रो बोले हेर्नु यत्रो उत्रो भन्नु खराकै छ कि पाउँछ नि मौरी हेर न यत्रो छ सन्चै पाउँछ सन्चै हुन्छ नि बिरामीमा के पानी बगेर कुटो चट बनाएको छ कहाँ सुने कुन लेफ्ट राइट कुन अब के अरे इसो भइसक्यो 4-5 दिन अगाडि त पुरै रोटी फुल्याएकै भन्दा पढेर कोट प्यान्ट लाएर म्याजिकमा रहेछ नि अनि त्यहाँदेखि मैले त मैले त टाढैबाट चिनेकै चिन्दा चाहिँ यसो हेरेँ हो जस्तो पनि लाग्छ होइन जस्तो पनि लाग्छ ठ्याक्कै यो म्याट किनिदिने कि मम्मी यो कुखुरालाई त्यो जाडो भयो भनेर म्याट किनिदिने त्यहाँ घरहरू गएर चिनिहाल्यो म्याजिक म्यादी होइन कि केमा अरे म्यादीमा म्याजिकमा चाहिँ भनेको कि म्याजिकमा रहेछ अनि मैले त्यो पसलबाट देखेर अनि बोलाएँ तिमी जाने तिला गाडी म जाने सिक्किमतिर सिक्किम जान पायो भनेदेखि है क्या बवाल ठाउँमा त्यहाँ यहाँ हेर है कस्तो उड्छ भाइ कता होली खेल्न खान के रोटी खाएको भाइ रोटी खाँदै होली खेल्ने हो नखेल्ने ह्याप्पी होली भाइ अलि चाहो न ड्राई पिकनिक हेर्नुहोस् होइन रमाइलो छ होलीको बेला ड्राई पिकनिक है गाइस ब्लग लगाइरहेको ह्याप्पी होली छ मायाले भने जस्तो फेरि पसललाई को हुनुहुन्छ होला मान्छे भयो क्या ओ माई गॉड ओहो रातै भएर हिँडेको छ पुरा होली लागिरहेछ चुनावको सुत्त यहाँ होइन सलक लगाएर यो चाहिँ हाम्रो डुम्बुरी कुना पऱ्यो यहाँ चाहिँ बवाल भएको रहेछ कि यहाँ एउटा बुझ्न गइरहेको छु गाइस यहाँ एउटा मुत्नीले भन्छ यहाँ त्यतिएर हाउ हेर्न सक्नुहुन्छ टक्क बालुवा त्रिशुलीको किनारैमा बालुवा चाल्लेहरू ठुलो खोलो आयो भने त यहाँ डाइ भन्दा मजा आउँछ नि गाई हानिहाल्यो भने खोलो ठुलो छैन र योभन्दा ठुलो हुनुपर्छ र बवाल छ होइन सङ्लो पानी के यस्तो पानी कहाँ पाउँछ त वहाँनिर चाहिँ नुहाउन लाली बनाएर चाहिँ नुहाइरहेको हो कि के खिच्ने रे फोटो खिच्ने कार्यक्रम गर्ने रे भनिरहनु भएको छ होइन यस्तो फोटो वा यस्तो राम्रो सन हेर्न सक्नुहुन्छ होइन आप्पा क्या चिरिएको के च्याट्ट लाएर छ चक्की कलिदिनु भन्छ नि हेर्न सक्नुहुन्छ डाँडा गडी कहाँनिर भन्छ अरे गडी खै त गडी त कहाँ हो मामा माथि त्यो हो नि है गडीको डाँडा देख्न सक्नुहुन्छ यो डाँडा हाम्रो गडी रहेको छ मानपुर गडी हामी चाहिँ टक्क यहाँ बसिरहेछौँ अब फोटोसोटो यहाँ टक्क सुट गर्छौँ होइन सुट गरेर हामी चाहिँ यहाँबाट निस्किन्छौँ यहाँबाट हामी चाहिँ के ठाउँ भन्दाखेरि माथि भनौँ न जङ्गल भित्रको टक्क जान्छौँ होइन कस्तो के छ आउने छ होइन योभन्दा तलको चाहिँ राम्रो के छैन होलीको माहौल छैन हेरौँडा बजारमा अझ छैन भनेपछि हामी त्यताबाट जाने सोच पनि आएन यसो फ्रेस हुने तरिकाले गाउँतिर टक्क घुमियो त्यही हो अरू त के छ र नयाँ नौलो के छ र फोटोसोट गरेर हामी यहाँ टक्क भाइब्रेसन होइन बाइक भनेको सवारी साधन हिँड्नेवाला साधन भनेको चाहिँ आरामले होइन टक्क सघाउनु पर्छ होइन
झ्याटु होइन एकदम बवाल भइरहेको छ होइन हाम्रो होली अलिक गले भयो भने अझ बवाल हुँदैन सिजनमा छ अरू अब कस्तो होली हुन्छ यो चाहिँ हामी लाग्नेछौँ सबैजना होलीको लिएर आइरहनु भयो यताउति बहिनीहरू यहाँ टक्क बसेर होइन बोयफ्रेन्डसँग चाहिँ च्याटिङ गर्दैछ नि त बसेर छैन कि होलीको राम्रो माहौलै छैन कि आज होली पहाड हो अरे हामी तराईमा आएको त होइन नि भन्छ पहाडमै हो न चाहिँ हेर्नु यस्तो पहाडहरू छ छैन कि माहौलै छैन कि अनि मन खिन्न हुन्छ कि के गर्नु के होइन गाह्रो छ कुकुर चलिरहेछ पुरै घाँस खान्छ कि कुकुर यार खेतभरि कुकुर छ कुकुरले झम्टिन आइरहेको छिटो भयो भनेर होला काले ओए काले छोड्दैन कहिले भेट्छौ र के अरे भेटौँ न भने बजारतिर भेटाइ भनेर भनौँ न बजार आउँदै नि बजार भेटाएर जाने भन्छ नि पहिला पहिला के ओ यस्तो छ कि यस्तो यो चाहिँ कान्दाले यस्तो खोलोमा हालेको है यार के गर्छन् है लिक चाहियो अरे पानीभित्र खोलामा लिक चाहियो अरे गाह्रो छ गाइस मलाई धेरै गाह्रो छ कस्तो पानी रहेछ है अनि त्यसपछि पानीबाट आउँदाखेरि कति गाह्रो भयो नि बाबा नि 2-3 यार महिना न महलो 1 महिना होला म पनि नयाँ क्यारेक्टर कि मेरो भोइस तपाईँहरूलाई मन नपरेर सपोर्ट नगरे नयाँ भोइस निकाल्छु कि म है नयाँ भोइस निकालेपछि त होला नि त होइन होली खेल्यो ओ कुकुरहरूबाट लो छ कि है एकदम बवाल भइरहेछ होइन MHR ब्लक MHR लो टिकटक मान्छ हेलो त्यो चाहिँ हामी टक्क बाँधमा आइपुग्न लागेको छौँ होइन मकवानपुरको सानो भनेको गढी दरबार छ नि माथि हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन हामी चाहिँ गढी दरबार भन्दा तल आइसकेका छौँ होइन बवाल छ एकदम अनि खोलाको बाटो होइन आनन्द कि चिसो हावा हामी अहिले जाडो महिना हो कस्तो यस्तो हुन्छ रियल अलिकति बनाएर हो कि अलिकति त्यो हो नि हामी यस्तो नर्मल बोल्छौँ नि अनि त्यसैलाई अलिकति बनाएको के राइडर म्यान हाम्रो भान्जा सन्देशौ लगाए खोइ त्यही हाजिर गर्ने मैले यासर भनिएर होइन होली यहाँ टक्क लागिरहेछ हेर्न सक्नुहुन्छ होइन गाडीभित्र होली हुने चाहिँ हामी बाइकमा हिँडेपछि कहाँको होली हुनु जाने होली सोली छैन त्यस्तो भित्र मामाहरू चाहिँ यता टक्क हिँडिरहनुपर्छ अन्त त्यस्तो मन वर्ल्ड ड्याङ 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 गर्ने ड्याङ 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 दिनुपर्छ नि त होइन ओ मामा खाल्टोतिर नहाल न यहाँ ए हाई यसरी बोलाउनु पल्लो घरमा बोलाउनु जाना बोलाउनु पर्यो भने कसरी बोलाउने ए हाई म तिमीलाई बोलाइरहेछु भन्ने सुसेलेर बोलाउनु पर्दैन